हेलो अनि नमस्ते। नयाँ दिनको सुरुवात हुँदैछ। आज हामी जाँदैछौँ दुबई साउथ। दुबई साउथमा नयाँ प्रोजेक्ट लन्च हुँदैछ टाउन हाउसेस र भिलाजको। अनि द बेस्ट थिङ इज त्यो चाहिँ गभर्मेन्ट डेभलपर हो। अनि त्यसपछि हजुरले अपार्टमेन्ट बुक गर्नुको लागि 5% मात्र डाउन पेमेन्ट पे गर्नुपर्ने हुन्छ। सो बाँकी इन्फर्मेसन म हजुरलाई त्यही गरिदिन्छु। सो डेभलपरको बारेमा कुरा गर्नु पर्दाखेरि दुबई साउथ गभर्मेन्ट डेभलपर हो दुबईको। उहाँहरूको दुबई साउथमा प्रोजेक्ट्सहरू छ। मोस्टली दे आर नोन फर बिल्डिङ कम्युनिटिज। उनीहरूको कम्युनिटीभित्र नै टाउन हाउसेस भिलाज र अपार्टमेन्ट्सहरू हुन्छ। सो जहाँ अहिले हामी इन्टर गर्दैछौँ यो हो द पल्स फ्रम द सेम डेभलपर। यिनीहरूले सुरुमा जब टाउन हाउसेसहरू लन्च गरेको थियो स्टार्टिङ प्राइस 1.3 मिलियनबाट लन्च गरेको थियो भने अहिले यहाँ कुनै पनि टाउन हाउसेसहरू 3 मिलियनभन्दा कममा सेल भइरहेको छैन। सो यु क्यान सी द एप्रिसिएसन अलमोस्ट हजुरको मोर देन 200% एप्रिसिएसन गरेर भइरहेको छ। त्यसपछि लन्च गरेको थियो अर्को कम्युनिटी जसको नाम हो साउथ बे वाटरफ्रन्ट। यसमा पनि हजुरको 1.9 मिलियनबाट स्टार्ट भएको थियो भने अहिले लेस देन 3 मिलियनभन्दा कममा केही पनि सेल भइरहेको छैन। अनि यो भिड पनि प्रोजेक्ट लन्च हुन लागेको भएर नै भएको। इमेजिन जस्ट 5% डाउन पेमेन्टमा हजुरले आफ्नो टाउन हाउस या विला बुक गर्न सक्नुहुन्छ। सो यो हो नयाँ प्रोजेक्ट जुन रहेको छ दुबई साउथमा भेरी नेक्स्ट टु अल्मक्तुम इन्टरनेसनल एयरपोर्ट। र यसको नजिकैको कम्युनिटीको कुरा गर्नुपर्दा रहेको छ इमार साउथ र डिस्कभरी गार्डन ड्युन्स पनि, जुन यो दुबई नै हजुरको गोल्फ कोर्स डिस्ट्रिक्ट हो। सो यहीँ नै हामीले लन्च गरेको छौँ नयाँ प्रोजेक्ट जसको नाम रहेको छ हयात। र कम्युनिटीको साइज रहेको छ 2 स्क्वायर किलोमिटर। र कम्युनिटी डिभाइड भएको छ 9वटा क्लस्टरमा र हरेक टाइम 2वटा क्लस्टरको लन्च हुनेवाला छ। र यो पहिलो लन्च हुँदैछ 28 जुनमा। 2टा क्लस्टर हो हयात 2 र हयात 3, जहाँ 280वटा युनिट्सहरूको टाउन हाउसेस र भिलाजहरू आउँदैछ। र त्यसपछि अर्को फेजमा लन्च हुन्छ हयात 1 र हयात 4, जहाँ हजुरको 380वटा युनिट्सहरू हुनेछ। त्यो पनि मिक्स्ड अफ टाउन हाउसेस र भिलाज नै हुनेवाला छ। सो बाँकी यसपछिको जुन लन्च हुनेवाला छ 1, 2, 3, 4वटा क्लस्टर पछिको लन्च 5, 6, 7, 8, 9 क्लस्टर जुन हुनेवाला छ यो सबै इन्डिपेन्डेन्ट भिलाजहरूको हुनेछ, जुन हुन्छ लन्च आई थिङ्क यो वर्षको एन्डमा नभए चाहिँ अर्को वर्षको फर्स्ट क्वार्टरमा यो लन्च हुन्छ। अनि यहाँ हजुरले जुन वाटर लगुन्सहरू देखिराख्नु भएको छ यो कम्युनिटीहरूको हरेक पार्टमा रहेको छ, सो द्याट सबैजनाले भ्यू इन्जोय गर्न सक्नुहुन्छ। सो अब कुरा गरौँ अहिलेको लन्चको, जुन हो हयात 2 र हयात 3 क्लस्टर, जहाँ आउँदैछ 3, 4, 5 बेडरुम टाउन हाउसेस र सेमी डिट्याच भिलाज। सो यो रहेको छ साइजेसको, जहाँ 3 बेडरुमको स्टार्टिङ साइज रहेको छ 3003 स्क्वायर फिट र बिल्टअप रहेको छ 3800 स्क्वायर फिटसम्म। अनि त्यसपछि द प्लट साइज एरिया विल बी स्टार्टिङ फ्रम 2000 स्क्वायर फिट र यसै गरी हुनेवाला छ 3000 स्क्वायर फिटसम्मको। अनि त्यसपछि जुन 4 बेडरुम छ त्यसको हजुरको 3800 स्क्वायर फिट बिल्टअप एरिया हुनेवाला छ, जुन म्याक्सिमम हुन्छ 4200 स्क्वायर फिट। र त्यसपछि एभरेज प्लट साइज हुनेवाला छ 3500 स्क्वायर फिटदेखि म्याक्सिमम गोज अप टु 4500 स्क्वायर फिट। त्यसपछि 5 बेडरुमको स्टार्टिङ हुनेवाला छ 3800 स्क्वायर फिट बिल्टअप एरिया, म्याक्सिमम रहेको छ 4900 स्क्वायर फिट। सो साइज हेर्न सक्नुहुन्छ टाउन हाउस र सेमी डिट्याच भिलाज भए पनि एकदमै स्पेसियस भिलाको जस्तो नै साइज छ। र 5 बेडरुम टाउन हाउसको प्लट साइज रहेको छ 4000 देखि 6000 स्क्वायर फिटको र बिल्टअप रहेको छ 3800 स्क्वायर फिटदेखि गोज अप टु 4900 स्क्वायर फिट। सो प्राइसिङको कुरा गर्न पर्दाखेरि 3 बेडरुमको एभरेज प्राइस हुनेवाला छ 3.5 मिलियन दिरहम्स। अनि 4 बेडरुमको हुनेवाला छ 4.5 मिलियन दिरहम्स र 5 बेडरुम टाउन हाउसको हुनेवाला छ 4.4 मिलियन स्टार्टिङ प्राइस। त्यसपछि हजुरको 5 बेडरुम सेमी डिट्याच भिलाजहरूको प्राइस हुनेवाला छ 5.5 मिलियन दिरहमबाट स्टार्टिङ। प्राइस पर स्क्वायर फिट पनि एकदमै कम रहेको छ, विच इज जस्ट 1000 दिरहम पर स्क्वायर फिट। अनि यसको कम्प्लिसन हुनेवाला छ 2028 को Q2 मा र एकदमै इजी कनेक्टिभिटी रहेको छ इमिरेट्स रोड र शेख मोहम्मद बिन जायद रोडबाट। त्यसै गरी एकदमै ग्रिनरी कम्युनिटी हुनेवाला छ अनि एकदमै वर्ल्ड क्लास एम्युनिटिजहरू हुनेवाला छ। यसमा हजुरले पार्क्सहरू, वकिङ ट्र्याक्स, रिल्याक्सेसन जोन्स, ग्यादरिङ स्पेस, मल्स, रिटेल, स्कुल्स, हस्पिटल्स सबै एम्युनिटिज हुनेवाला छ। र पेमेन्ट प्लान पनि एकदमै फ्लेक्सिबल छ, 5% डाउन पेमेन्ट। अनि हेर्न सक्नुहुन्छ एभ्री क्वार्टरली हजुरले 5% नै पे गर्नुपर्ने हुन्छ एज अ मन्थली इन्स्टलमेन्ट पनि।
अनि 2 वर्षको पोस्ट ह्यान्डओभर पनि पाउन सक्नुहुन्छ। where you just have to pay 5% to book your unit, and you have a very flexible payment plan of 5 years, which is 80-20, where 80% is during construction and 20% is post handover for 2 years. सो यो कम्युनिटीमा हजुरलाई इन्भेस्ट गर्न इन्ट्रेस्टेड हुनुहुन्छ भने मलाई दिएको नम्बरमा वाट्सएप या मेरो नम्बरमा कल गर्नुहोला। थ्याङ्क यू सो मच।